जस्तो यो खुर्सानी यसरी उखालेर सार्ने अवस्था पर्यो भने हजुरहरूले अहिले मैले जसरी जरा काटेको छु त्यसरी नै काटेर सार्नुभयो भने जरा छिटो हाल्छ र छिटो सर्छ र राम्रो पनि फल्छ। त यहाँ चाहिँ जस्तो यस्तो खुर्सानी थियो हामीसँग र यसमा यहाँ खुर्सानीहरू रोपिएको थियो। यसमा हामीले बिरुवा जमाउने ठाउँ र यसको खुर्सानीहरू उक्कायौँ। उक्काइसकेपछि मैले यसको यसरी जरा काटेको छु होइन। यदि जरा नकाटिकन मैले सार्न खोजेँ भने यो खुर्सानी त्यति राम्रो सर्दैन। र यतिको जरा काटेर हामीले चाहिँ सारिदियौँ, पानी हालिदियौँ भने खुर्सानी एकदम छिटो राम्रो सर्छ र धेरै पनि फल्छ। र अरू खुर्सानीहरूलाई हामीले केही गर्नु पर्दैन, फेरि जुन पहिले भइरहेको छ यसलाई फेरि उक्काएर सार्ने प्रयास चाहिँ नगर्नु होला। यहाँ त्यस्तो अवस्था जस्तो उक्काएर सार्ने अवस्था रह्यो भने त्यो अवस्थामा मात्रै बल्ल हामीले यो विधि प्रयोग गर्ने हो। र यसरी जरा काटेर सार्दाखेरि यदि तपाईँहरूले चाहिँ जरा चाहिँ उखालेर काटेर सार्नुभयो, मलसल हालेर टक्क मिलाएर सार्नुभयो भने अलिक बढी फल्छ खुर्सानी।